नमस्कार साथीहरू, स्थानीय तहको वेबसाइट लोड हुन धेरै समय लाग्ने तथा कन्टेन्ट लोड हुन नसक्ने जस्ता समस्याहरू हरेक स्थानीय तहका वेबसाइटहरूमा देखिँदै आएको छ। तसर्थ यस्ता समस्याहरू हाम्रो लेभलबाट पनि केही हदसम्म समाधान गर्न सकिन्छ। त्यसको लागि स्थानीय तहमा भएको वेबसाइटमा अनावश्यक डेटा कति छन् अथवा युजरले कति डेटाहरू जस्तो समस्या दर्ता सुझाव तथा गुनासो फिल्डमा कति रेकर्डहरू दर्ता गरेको छ भनेर हामी हेर्नु पर्यो भने हामी लगइन गरिसकेपछि कन्टेन्ट हुँदै हामी वेब फर्म भन्ने फिल्डमा जान सक्छौँ र वेब फर्ममा गइसकेपछि हामी देख्न सक्छौँ सम्पर्क, कन्ट्याक्ट, समस्या दर्ता, सुझाव तथा गुनासो जस्ता फिल्डहरू देख्न सकिन्छ र प्रत्येक यी फिल्डमा कति छन् त रेकर्ड भएका हाम्रो समस्याहरू कति छन् भनेर हामी हेर्नको लागि चाहिँ सबमिसन भन्ने बटन क्लिक गर्नुभयो भने ती रेकर्डहरू हेर्न सकिन्छ र ती रेकर्डहरू यदि आवश्यक छ भने ती रेकर्ड हामीले डाउनलोड गरेर राख्न पनि सक्छौँ। होइन भने ती रेकर्डहरू अनावश्यक रेकर्डहरू हामी हटाउन सक्यौँ भने डाटाबेसको लोडिङ टाइम पनि धेरै घट्ने र हाम्रो वेबसाइट पनि फास्ट हुने हुन्छ। र मैले तपाईँलाई एउटा यहाँ के भन्न चाहेँ भने मेरो वेबसाइटमा हेर्ने हो भने 49,935वटा चाहिँ कन्ट्याक्ट फर्महरू यहाँ रेकर्डेड रहेछन्। यी रेकर्ड चाहिँ हामीलाई आवश्यक पर्ने रेकर्ड होइनन्। तसर्थ म यी रेकर्डहरूलाई क्लियर गरेर मैले हाम्रो स्थानीय तहको वेबसाइटको डेटाबेसको साइजलाई घटाउनलाई मद्दत गर्न सक्दछु। धन्यवाद।